नयाँ वर्ष 2083 सालको पहिलो आइपिओ आउने भएको छ, त्यो पनि मेडिकल सेक्टरबाट। तर नेप्सीमा भने यो कम्पनीलाई म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरमा राखिने भएको छ। सोफान फार्मास्युटिकल लिमिटेडले सर्वसाधारण जनताको लागि वैशाखको 3 गतेदेखि वैशाखको 8 गतेसम्म अप्लाई गर्न मिल्ने गरी जम्मा 34,74,900 किता बराबरको आइपिओ निष्कासन गर्न लागेको छ। एकजनालाई 10 किता सेयर बाँडफाँड गर्दा जम्मा 3,47,490 जनालाई यो कम्पनीको आइपिओ पर्नेछ। यस कम्पनीले औषधि उद्योग अन्तर्गत रहेर विभिन्न प्रकारका औषधि, एलोपेथिक औषधि, मेडिकल अक्सिजन र नाइट्रोजन ग्यासहरू उत्पादन गर्दै आएको छ। कम्पनीको नेटवर्क पर शेयर 92 रुपियाँ 15 पैसा, इपिएस 18 रुपियाँ 33 पैसा, जुन चाहिँ राम्रो देखिन्छ। र त्यस्तै जगेडा तथा कोषमा भने करिब 32 करोड 90 लाख रुपियाँ रहेको छ। कम्पनीले केयर एनपी इस्यु रेटिङ बी प्राप्त गरेको छ। प्रमोटरको 75% र पब्लिकको 25% लगानी भएको यो कम्पनीको साधारण लगानी फिर्ता हुने समय 8.11 इयर्स रहेको छ भने डिस्काउन्टेड पेब्याक पिरियड 11.35 इयर्स रहेको छ र नेट प्रेजेन्ट भ्यालु करिब 19 अर्ब 97 करोड रुपियाँ रहेको छ भने आइआरआर 23.63% रहेको छ। र कम्पनीले आइपिओ निष्कासन गरिसकेपछि कम्पनीको पेड अफ क्यापिटल 1 अर्ब 71 करोड रुपियाँ पुग्नेछ।